दुःख गरेपछि सुख आउँछ रे भन्ने सुनेको थिएँ। दुःख त जति गरे पनि सुख त जिन्दगी नआउने भइहाल्यो। अल राइट एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। म फेरि आइसकेको छु नयाँ मिनी ब्लग लिएर। दिप्सनै आजभन्दा 2-3 दिन अगाडि चाहिँ म लास्टै बिरामी भएको भएर भिडियो खासै त्यस्तो बनाउन सकिनँ। यो भिडियो पनि त्यस्तो त्यो मैले बिरामी हुँदाहुँदै पनि बनाइरहेको छु। अब यस्तै त हो नि, जति गाह्रो भए पनि एउटा भिडियो त बनाउनै पर्यो। 2-3 दिनमा भयो नि एउटा भिडियो हाल्नै पर्छ भनेर चाहिँ भिडियो बनाइहालेँ मैले। आज चाहिँ म ट्युसन जान लागेको थिएँ र ट्युसन गएर नि फर्किन थालिसकेँ। आजको भिडियो चाहिँ लास्टै सानो हुनेछ, किनभने अब अलिकति सन्चो पनि छैन अनि भिडियो पनि राम्रोसँग बनाउनु पाइरहेको छैन मैले। भाइले चाहिँ माथि टच बालेको थियो, मेरो चाहिँ आँखामा पऱ्यो अनि मैले भाइलाई नबाल भनेर कल गरिदिएँ। त्यस्तो भनिसकेपछि घर पुगेको माथि थिएँ। दाइ त्यो टच बाल्न त कति मजा आइरहेको थियो, तपाईँले किन मलाई टच बन्द गर भनेर फोन गर्नुभएको भन्नु थाल्यो। टच बाल्यो भने मान्छेको आँखामा पर्छ भाइ, के हुन्छ त्यस्तो गर्नु हुँदैन भनेको। ए भइहाल्छ नि दाइ, अबदेखि गर्दिनँ अरे। अब चाहिँ यस्तै हो, आजको भ्लग चाहिँ यति मात्र भइहाल्यो। अबदेखि चाहिँ राम्रो राम्रो भ्लग लिएर आउने हजुरलाई बाचा गर्दै अब चाहिँ म आजको लागि यतिकै बिदा हुन चाहन्छु। र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै म फेरि गइसकेँ ल दिप्सनै। टाटा, बाई बाई।